लेकाली लिउदुक कसरी खाने तरिका। आलुलाई तास्दैछौँ हामी चाहिँ। यहाँ आलु तासेपछि मजाले कुट्नुपर्छ। तासिँदै हुनुहुन्छ यहाँ आलु। हाम्रो आलु चाहिँ रेडी भइसकेको छ। अब यसलाई ढिकीमा हालेर कुट्नुपर्छ। मामु चाहिँ ढिकी सफा गर्दै हुनुहुन्छ। अब कुट्दै हुनुहुन्छ अब ढिकीमा। अब हल्का पिठो हाल्नु भएको छ। हाम्रो चाहिँ पुडिङ चाहिँ बनिसकेको छ। पुडिङ यसलाई यो पुडिङ त भइसक्यो। अब यसलाई भाँडामा हाल्नुपर्छ। अब यसलाई गोलभेडा, लसुन, प्याज, जिम्बो, धनिया हाल्नुपर्छ। अब यसलाई तेलमा मजाले पड्काउनुपर्छ। यसमा अब प्याज, लसुन, गोलभेडाहरू हाल्ने पड्काउनुपर्छ अनि अब अलि बेसार हाल्ने, यसलाई चलाउने। अब लसुनहरू हाल्ने, लसुन, जिम्बा, गोलभेडा पनि हाल्ने भइसकेको छ। पाक्दैछ यहाँ खाना। पानी हाल्ने। अब रस बन्छ। रस चाहिँ एकैछिनमा बनिसकेको छ। रस सुप। अब लिल्लुक हाल्दैछौँ हामी। एकदम देर भयो।